आज चाहिँ म फुलचोकी डाँडामा आएको छु घुम्ने क्रममा। हामी साथीहरूसँग टक्क 2टा बाइकमा 4जना साथीहरूसँग आएको छौँ। यो चाहिँ फुलचोकी मन्दिर हो। मन्दिर सर्ट मौसम पनि खुल्यो। अघि कस्तो धुम्म थियो कि एकदमै धुम्म थियो मौसमहरू। त्यो चाहिँ अहिले फुलिसक्यो। धुम्म थियो लास्टै धुम्म के। अनि भर्खर मौसम यस्तो राम्रो खुल्यो कि हामी त एकदम खुसी छौँ। फुलचोकी चाहिँ एउटा काठमाडौँ नजिकै पनि ललितपुरमा 2700 को हाइटमा रहेछ। यस्तो राम्रो कि मौसम पनि अहिले टक्क खुल्न लाग्यो। यहाँ टक्क टावर एउटा रहेछ बहुत राम्रो के हो। साथीहरूसँग आएको छौँ काठमाडौँ अब टक्क देखिन लाग्यो। हाम्रो साथीहरूको जीवन हो मणि सर हुन्छ। हामी एउटै अफिसमा काम गर्छौँ कि साथीहरूसँग आज रमाइलो गर्ने भनेर आएको। बहुत राम्रो रहेछ कि टन्नै छ नि। यहाँ चाहिँ मन्दिर रहेछ। मन्दिर टक्क सालदिरको पिल्ला रहेछ। यहाँ टक्क साथीहरूलाई टावर बनाइसकेको थियो। घन्टी छ हामी घन्टी पनि बजाउन मिल्ने रहेछ। टक्क यहाँ एउटा मन्दिर छ। टक्क यहाँ र मन्दिर दर्शन गर्ने। यहाँनिर दर्शन मठपेटिका दानपेटिका पनि छ। त्यो लगभग मौसम खुल्यो कि कम्ता खुसी लागेको छ नि आज चाहिँ। टक्क हामीलाई चाहिँ साथीहरूले चाहिँ ढुङ्गा चढाउने चलन गरेको रहेछ। सबैभन्दा अग्लो चाहिँ त्यहाँनिर बनाएको छ पर एउटा ठुलो त्यहाँनिर बनाएको छन् साथीहरूले। टक्क फोटो खिच्ने। अब मौसम खुल्यो कि कस्तो राम्रो भएको छ भने नि गाउन थालिसक्यो कि आनन्द डाँडामा लिएर जाम भनेको कि मौसम खुलेको साथीहरू खुसीले अब बसौँ भन्दैछ। हामी 4 बजीसम्म लगभग बस्ने आज भन्दैछ। मौसम खुलेको सुत्दा खुसी छैन कि साथीहरू। सुरक्षाको लागि ब्यारेक रहेछ। टक्क पुरानो ब्यारेक राखेको रहेछ। भवन एकदम पुरानो देखिन्छ। अब मान्छे बस्छ भने थाहा हैनन्। गर्न मनाइ भनेर लेख्छ। ढुङ्गै ढुङ्गा छ कि संरचनाहरू पुरै यस्तो ढुङ्गै ढुङ्गा टक्क ढुङ्गै ढुङ्गा यस्तो राम्रो छ।